हेलो गाइस, आज चाहिँ हामी आएको थियौँ एटेन्डी हेर्नलाई। यो चाहिँ रहेको छ इटरीमा, इटरीको सेन्टर प्लाजामा फर्स्ट फ्लोरमा छ हैन। यहाँ चाहिँ 350 रुपियाँ टिकट काट्नुपर्छ एकजनाको, र बच्चाको पनि लाग्छ है टिकट। र हामी गएको थियौँ र वहाँ पुगेपछि टिकट काटेर अब हामी भित्र छिर्यौँ। त्यहाँनिर भित्र छिरेपछि साइडमा ग्याप हुन्छ, निस्किँदाखेरि चाहिँ धेरै अँध्यारो हुन्छ, र त्यही भएर त्यहाँको दाइले सम्झाउँदै हुन्थ्यो त्यो साइडमा निस्किँदाखेरि ध्यान दिएर निस्किनु, र गाह्रो भयो भने हात उठाउनु होला भनेर भन्दै हुनुहुन्थ्यो। अब चाहिँ एटेन्डी सिनेमा हेर्नमा हामी एकदम एक्साइटेड थियौँ हैन। अनि एकदम रमाइलो लाग्यो। फर्स्ट एक्सपिरियन्स है मेरो चाहिँ यो एटेन्डी हेरेको। र मलाई चाहिँ त्यो डाइनोसरको हेरेर होला कि एकदम रमाइलो पनि हुने, तर त्यो माथिबाट सट्ट तल लाँदा र भित्र घुमाउँदा चाहिँ हल्का टाउको दुखे जस्तो भएको थियो। त्यही पनि एकदम रमाइलो भयो। मेरो बाबु चाहिँ पुरै इन्जोय गरिरहेको थिए हैन। उहाँ बाबा छोरा चाहिँ कालेको कालै उहाँ रमाएर एकदम खुसी थिए। जे होस् रमाइलो भयो। हजुरहरू पनि हेर्न आउनु होला। इटरीको सेन्टर प्लाजामा फर्स्ट फ्लोरमा छ हैन। हामी चाहिँ गयौँ, धेरै नै रमाइलो लाग्यो। यसरी हेऱ्यौँ त्यहाँनिर। अनि त्यो डाइनोसरले पानी फ्याँक्दाखेरि आफ्नो मुखमा पनि आउँदाखेरि यस्तो कमेडी भएको थियो। बाबु त हाँसेर जोस् रमाइलो भयो, पुरै इन्जोय गरियो। फर्स्ट एक्सपिरियन्स भनौँ हाम्रो एटेन्डी हेरेको है। अनि यसरी हेरेर हामी घर फर्क्यौँ। यहाँ चाहिँ धेरै रमाइलो लाग्यो। जङ्गलभित्र छिराएर तल झारे जस्तो गरेर हैन। एकैछिनमा कता जस यसरी एटेन्डी हेरेर हामी चाहिँ घर फर्क्यौँ। हजुरहरू पनि एटेन्डी हेर्नलाई सेन्टर प्लाजा जानु होला, इटरीमा छ।